यो झुटा कुरा होइन। बालेन शाहले झापा 5 बाट जित्यो भने 30,000 खसी मैले दिने भाइ। नाम सहित परिचय भन्नु ल। रामकृष्ण नेपाल, तारकेश्वर 5। ल डाउन भयो ल। बालेनले जित्यो भने 30,000 को खसी दिन्छु भन्ने अंकललाई फोन गरेछु। काट्दै गर्नु भएको हो कि काटेको हो कि एकचोटि फेरि गरौँ है त। रामकृष्ण नेपाल अंकल हुनुहुन्छ। हेलो हजुर अंकल नमस्कार। नमस्कार हजुर अंकल हजुर झापाबाट हुनुहुन्छ है? हजुर म झापा अंकल तपाईलाई मैले एउटा कुरा हजुर तारकेश्वरबाट हुनुहुन्छ है? एउटा कुरा सोध्छु भनेर फोन गरेको, नरिसाइकिन अनि उत्तर दिनु होला है त। हजुर ल भन्नु न। अनि तपाईले अस्ति एउटा मिडियामा हो कि एउटा मतलब युट्युबरलाई कसैलाई तपाईले इन्टरभ्यु दिनु भएको थियो, बोल्नु भएको थियो, जे होस् बोल्नु भएको थियो कि बालेनले झापाबाट जित्यो भने 30,000 को खसी उपहार दिन्छु भनेर भन्नुभएको थियो हैन? बालेनले जित्नु भयो नि झापाबाट है? जित्नु भयो नि। मैले अब चाहिँ दिनको लागि रेडी बनाएर राखेको छु नि। त्यो खसी चाहिँ तपाईले कसलाई दिने, मतलब बालेनलाई दिने कि अरु रासोपाको जो आए पनि दिने? एउटा खसी त दिनुहुन्छ नि है? एउटा खसी दिन्छु नि। म बोलेको त बोलीमा पक्का हो नि। त्यसो भए के अरे खसी लिन पठाइदिए हुन्छ त? हुन्छ पठाइदिनुहोस्। पक्का कसैले पनि फोन गरे छैन तपाईले यो खसी दिनु भनेर? फोन त कतिले बालेन शाहले कतिले त्यसो भए त धेरैजना आइसक्नु भयो होला नि त। त्यसो भए त कोलाई दिनुहुन्छ त एउटा खसी? होइन आउनु होइन, फोन गर्नु भएको थियो। त्यसो भए मलाई एड्रेस पठाइदिनु, म झापामा हुने रासोपाको कसैलाई चाहिँ मैले खसी लिन पठाइदिन्छु है त। बालेनले त अब खसी लिन त आउनु हुँदैन हैन? तपाईको चाहिँ एउटा भिडियो बनाएर खसी तपाईले दिएको हैन? रासोपा उहाँलाई मैले जो खसी लिन आउनुहुन्छ उहाँलाई मैले भिडियो बनाउन भन्छु हैन? 30,000 को खसी चाहिँ तपाई उहाँ जो रासोपाको कोही व्यक्ति आउनुहुन्छ उहाँसँग भिडियो बनाएर त्यो खसी दिनु होला है त। तपाईले बोलेको कुरा पुरा गर्नु पर्यो नि। म बोलेको त उपहार स्वरूप जितेको उपलक्ष्यमा म दिन ल तपाईले एकदम राम्रो कुरा गर्नुभयो। नत्र मान्छेहरु यहाँ आफ्नै मुखबाट बोलेको कुरा पनि बोलेको हैन भन्ने एकदम उखान टुक्का एकदम के केपीकै सिकेर होला हैन? छाउरा छाउरी नै हुनु त हैन? उसकै सिकेर होला एकदमै बोली चेन्ज गरेको गरिदिने खालका छन् के। भेटे कि अहिले तपाईले देखिराख्नु भएको होला नि, कसैले कान काट्छु, कसैले गु खान्छु, कसैले के गर्छु घाँटी काट्छु भन्नेहरु चाहिँ अब उखाने टुक्काका सन्तानहरु त परे नि। उनीहरूलाई त अब जे बोल्दै नि हुँदो रहेछ क्या। तपाईले त सही भन्नुभयो हैन? तपाईले दिन्छु भन्नुभयो। ल हुन्छ पठाइदिनुस्, म दिन्छु। हस्।